भोट जति चाहिँ मलाई दिनु होला यो आउने चुनावमा भन्दा यतापट्टि पब्जी स्क्वाडको भोट जति मेरो मेरो लागि आउनुपर्ने हुन्छ। चुनाव चिन्ह मेरो रहेको छ M4 ग्लेसियर रहेको छ चुनाव चिन्ह। कृपया चुनाव चिन्ह M4 ग्लेसियरमा भोट दिएर विधानसभा गतिमा मलाई जिताउनुहुन्छ होला भन्ने मैले सम्पूर्ण महानुभावहरूमा अनुरोध गर्दा यतापट्टि काजी सरको लागि राम्रो एलिभेसन आएको देख्न पाइँदैछ। तर काजी सरलाई डाउन बनाइसक्नुभयो। मेरो भोट चुनाव चिन्ह रहेको छ M4 ग्लेसियर। प्लास्टिक छाप लगाएर मलाई चुनाव चिन्ह जिताउनु होला। म तपाईँहरूको देशमा खाने पानीको वर्षा गराइदिन्छु, पेट्रोल पम्पको वर्षा गराइदिन्छु। त्यस पछाडि अनि त्यस पछाडि ग्यासको पाइप म 50-60वटा 1-2 घरमै हालिदिन्छु। मेरो विकासको लागि तपाईँहरूले मलाई भोट दिनु होला भन्दै गर्दाखेरि अब टिएनएसको लागि 10औं एलिभेसन फोरम्यानमा स्ट्यान्डिङ रहन्छ भने एनीको टिमको कुरा गर्दाखेरि एनीले पनि 2 स्टेडियमको साथमा 3 म्यानमै अझैसम्म चल्दैछ। भोट जति मलाई हाल्नुपर्ने हुन्छ साथी हो। देश विकास गर्ने भनेको मैले मात्रै हो। धेरै कुरा गर्ने भनेको पनि मैले मात्रै हो। फुलमाला लगाउन मात्रै नेता हुने भनेको नि मैले मात्रै हो। फोटो खिचाउनको लागि नेता बन्ने भनेको नि मैले मात्रै हो। मान्छेको कुरा काट्नलाई नेता बन्ने भनेको पनि मैले मात्रै हो। मैले देश विकास गर्ने हो। त्यसैले तपाईँको भोटहरू मलाई आउनुपर्छ। यति भन्दै गर्दाखेरि यतापट्टि M4को हामी M4 चिन्हमा मलाई मतदान गर्नुहोला साथी हो मित्रहरू। मैले M4 चिन्ह मैले लिएर तपाईँहरूको यो चुनावमा आउँदैछु। 2084मा हुनुपर्ने चुनावलाई 2 वर्ष अगाडि सारेर देशको ढुकुटी ढकढुकाउनुको अर्थ यो हो कि मैले यहाँनिर चुनाव जित्नु हो र देशलाई विकास गराउनु हो भन्दै मतदान चाहिँ मलाई हाल्नु होला भन्दै चिकन गएको छ टिएनएसको टिमको लागि।